जस्तो प्रसाद प्राप्त हुन्छ स्वीकार भाव। सुखासन, शवासन, पद्मासन, वज्रासन, सोफा या कुर्सी हजुरलाई जुन आसन सजिलो लाग्छ आफ्नो आसनको चयन गरौँ। एकैछिन स्थिर रहने अभ्यास। अर्को सूचना नआएसम्म शरीरलाई बिना हलचल नगरी स्थिर राख्ने आसनमा बसौँ ल। एकैछिन स्थिर रहौँ। वर्तमान क्षणको शान्तिको अनुभव गरौँ। भित्रैबाट प्रसन्नताको भाव बढिरहेको छ थाहा पाऊँ। आफ्नो अनुहारमा त प्रसन्नताको भाव झल्किएको छ, त्यसको महसुस गरौँ। आदत देवी देवताको जस्तै आदत र स्वभाव बनिरहेको महसुस गरौँ। भगवान गणेश चाहिँ सजगता र विवेकशीलले भरिएको महसुस गरौँ। भगवान शिव जस्तै सरल र क्षमाशील बनेको महसुस गरौँ।